स्टार्ट गर्नुपर्छ आफ्नो परिचयबाट चाहिँ स्टार्ट गरौँ। मेरो परिचय भन्नुपर्दा मेरो नाम चाहिँ अनिश विके। विगत 6 वर्षदेखि सेवामा कार्यरत छु। सेवाको बिजनेस इन्फर्मेसन डिपार्टमेन्टमा चाहिँ इन्सुरेन्स बिजनेस लिड गरेर त्यसमा चाहिँ तपाईँले लाइफ इन्सुरेन्स कम्पलसरी इन्सुरेन्समा चाहिँ सेवामा हालेर अब यो सेवाको सबै कस्टमरहरूलाई प्रोभाइड गरेको म राजु म बिर्तामूलक देववाडी छु कार्य नमस्कार म घरमा बिर्तामा मेरो रेभेन्यू कभरको पोलिस स्टेसनमा बस्दा चाहे तपाईँको हेल्थको इन्सुरेन्स होस् चाहे तपाईँको लाइफको इन्सुरेन्स त्यो चाहिँ जति सक्दो चाँडै नै गर्नुपर्छ। आज नै किन्नुपर्छ तर जब तपाईँलाई त्यसको आवश्यकता पर्छ तब तपाईँले त्यो किन्न पाउनुहुन्न। आजको दिनमा सबसे धेरै इन्सुरेन्स चाहिँ यो मात्र छ होइन। हस्पिटलको बेडमा छ, उसको लाइबिलिटी होला, उसको फ्यामिलीप्रतिको लाइबिलिटी होला, उसको यो हस्पिटलकै चार्जहरू कति होला होइन त्यो दिनुपर्ने होला। अब उसले इन्सुरेन्स गरेको छैन भने चाहिँ उसले त्यो कभरेज काहीँ पनि पाउनु भएन। तर अहिले नै उसले अब इन्सुरेन्स गर्छु भन्यो भने पाएन पाउँदैन। यो अवस्थामा जति बेला उसलाई आवश्यक पर्छ त्यो बेला चाहिँ इन्सुरेन्स गर्न सकिँदैन। सो पहिला नै त्यो भविष्यमा जोखिमभन्दा अगाडि नै चाहिँ इन्सुरेन्स चाहिँ गरिहाल्नुपर्छ। यो कारमा भएको मान्छेले पनि इन्सुरेन्स गर्न आउँछ। अनि जिन्दगीमा चाहिँ सबैभन्दा ठुलो प्रब्लम भनौँ वा इस्यु भनेको चाहिँ यो चाडबाड जोडेर चाँडै डेथ हुन सक्ने सम्भावना एउटा। अर्को भनेको चाहिँ डिजेबिलिटी भनौँ वा केही घाउचोटपटक लागेर चाहिँ डिसेबल नै भयो भने एउटा अर्को समस्या। अनि अर्को भनेको चाहिँ एकदम घातक रोगहरू लाग्यो भने फेरि त्यो पनि अर्को समस्या। होल लाइफ इन्सुरेन्सको बारेमा बोलौँ। होल लाइफ इन्सुरेन्स भनेको चाहिँ के हो आजीवन जीवन बिमा हुन्छ। तपाईँहरूले 10 लाखको इन्सुरेन्स 10 वर्षसम्म गर्नुभयो भने चाहिँ 40 इयर्स गर्दै 10 लाखको चाहिँ होल लाइफ इन्सुरेन्स गर्नुभयो 10 वर्षसम्म। त्यो 10 वर्षसम्म चाहिँ एकुमुलेटेड बोनस जति त्यसको बोनस आउँछ त्यो बोनस र जतिको इन्सुरेन्स गर्नुभएको छ इयरमा पनि एउटा चाहिँ एक्सिडेन्ट भएर डेथ भएपछि कभरेज गर्ने एउटा छ बेनिफिट। र अर्को भनेपछि 24 इन केसमा बाबा आमा नै हुँदैन भने त्यसको संरक्षक को हो होइन। ग्रान्डफादर छ भने ग्रान्डफादर अरू डाइबिटी कोही छ भने त्यसको ठिकै हुन्छ। तर इन्सुरेन्स कम्पनी चाहिँ जेनरली बाबा नै दिन्छ है। अब यसमा टर्म पिरियड पनि 10 र 15 वर्ष छ होइन। म अहिले बढी गराउँछु इसोले गराउँछु गराउँछु। बालबालिकाको म्याक्सिमम म्याचुरिटी उमेर चाहिँ 25 वर्ष हुन्छ। अनि प्रिमियम तिर्ने तरिका चाहिँ एउटा वार्षिक अर्धवार्षिक त्रैमासिक र मासिक हुन्छ। अब नर्मल सामाजिक जीवन बिमा योजना र म्याचुरिटी पछि चाहिँ इन्सुरेन्स एमाउन्ट प्लस त्यसमा बोनस जोडेर चाहिँ रिटर्न गरेको। यसमा इक्जाम्पल नै छ। तपाईँले 10 लाखको इन्सुरेन्स गर्नुभयो 29 वर्षको मान्छे छ भने चाहिँ 15 वर्षमा बिमा अवधि जोडेको छ भने चाहिँ एभ्री मन्थ चाहिँ 5,720 मात्रै गर्नुहुन्छ है। होइन इयरली नै तिर्ने हो भने चाहिँ 65-70 हजार जस्तो अर्न आउँछ। यो चाहिँ किन भने अब नर्मली इन्सुरेन्स कम्पनीहरूले चाहिँ अब आजको दिनमा चाहिँ इन्सुरेन्स कम्पनीहरूलाई चाहिँ एजेन्टहरूले चाहिँ अब पैसा उठायो यसको बारेमा चाहिँ विशेष सरकार हुन्छ। विशेष सरले चाहिँ भन्नुहुन्छ ल त्यतिखेर चाहिँ त्यो जुन ट्याक्स सेभिङ भनेको 40,000सम्मको कम्युनिटी राख्दाखेरि चाहिँ हजुरहरूलाई चाहिँ अब इन्कम आउँछ भने 15,000 सम्म चाहिँ त्यो
यसमा चाहिँ के छ भने हजुरहरूको यसमा चाहिँ आधा वर्षदेखि उनीहरूको चाहिँ किन वर्किङ रिलेटेड अब ट्याक्स सेभिङ पहिलो वर्ष त्यसपछि दोस्रो वर्षबाट चाहिँ हजुरहरूले जम्मा 10,000 क्रेडिट 30,000 चाहिँ के भयो मनी ब्याक भयो क्या अब कुनै कुनै इन्सुरेन्स कम्पनीहरूले चाहिँ के गर्नुहुन्छ भने जस्तै कि 40,000 दिनुहुन्छ त्यसपछि चाहिँ अनि उनीहरूले फिर्ता गरिदिन्छ त्यहाँ ग्रोसरलाई छ होला त्यो डिपोजिट अनलाइन भनेर त्यो अर्थ डिपोजिट त्यसमा चाहिँ यसमा चाहिँ के छ भने हजुर यो चाहिँ टर्म इन्सुरेन्स भनेको चाहिँ निश्चित समयको लागि थोरै समय कम्प्युटर सोल्युसनको माधव भण्डारी भन्ने साथीलाई कपालले चिन्नुहुन्छ हजुरले चिन्नु यहाँ बिरपानको एकजना साथी हुनुहुन्छ मलाई मैले 1 वर्ष अगाडि एसिया केयरको बारेमा कुरा गरेका थिएँ अनि अलिकति आनाकानी गर्नुभएको थियो उहाँले यो गर्नका लागि मैले उहाँलाई जबरजस्ती गराएको थिएँ तपाईँले गर्नै पर्छ भनेर गराएको थिएँ उहाँले के गर्नु भने यो बिमा कम्पनीहरू भनेको पहिले बिमा गराउने बेलामा चाहिँ गराउने हो पछि भुक्तानी दिने बेला चाहिँ आनाकानी गर्छन् भुक्तानी दिँदैनन् 10 दुनिया लफडा लगाउँछन् भन्ने हिसाबले कुरा गर्नुभएको थियो अनि उहाँले अलिकति त्यो अल्छी गर्नुभएको कारणले गर्दा त्यति भित्रैदेखि सन्तुष्टि नभएको कुराले गर्दाखेरि मैले उहाँको नवीकरण चाहिँ गरेको थिएँ नेपालमा चाहिँ 90% चाहिँ यो एसएमई भनेको चाहिँ साना तथा मझौला चाहिँ उद्योगहरूलाई चाहिँ भनिरहेको छ होइन त्यो भित्र चाहिँ 90% चाहिँ व्यवसायहरू चाहिँ त्यो अन्तर्गत परेको छ तर त्यो अधिकांश एमएसएमई चाहिँ हस्पिटलमा भर्ना हुनुभएको केसमा चाहिँ प्रतिदिन सर्टेन एक्स एमाउन्ट कुनै एक्स एमाउन्ट चाहिँ कति दिनको लागि भन्दा भयो त्यति दिनसम्म चाहिँ प्रभावित प्रतिदिन कति हुन सक्छ 2,000-3,000 को दरले चाहिँ एभ्री डे चाहिँ त्यसको चाहिँ अब यसमा चाहिँ तपाईँहरूलाई के बेनिफिट छ भनेर पनि छ होइन सेवा केयरमा चाहिँ 50 रुपिस पर पोलिसी चाहिँ प्रोभाइड गर्छौँ हामीले अनि त्यससँगै सेवा लाइफ केयरमा चाहिँ 100 रुपिस पर पोलिसी प्रोभाइड गर्छौँ अनि अर्को यो जुन इन्डोमेन्ट प्लानहरूमा चाहिँ पहिलो वर्षको नै 25% चाहिँ आउँछ जस्तै 40,000 को प्रिमियम जम्मा मनी ब्याक प्लान भयो त्यसको चाहिँ 40,000 रुपिसको चाहिँ तपाईँले सेल गर्नुभयो त्यो बिचमा चाहिँ म एउटा अर्को एउटा अनाउन्समेन्ट गर्छु अघि तेजु सरले मैले धेरै पेज भन्यो हामीले माघको 25 देखि